यो दुईजना हो सिआइडी अफिसर अनि यिनीहरू बहिनी र दाइ यिनीहरू चाहिँ चोर हो। यिनीहरूले घर लुट्छ र यो हो घरको साहब। ये शाम मस्तानी मदहोश किए जाए मुझे डोर कोई खींचे तेरी ओर लिए जाए ये शाम यो घर त कस्तो राम्रो रहेछ। यो घर त लड्दै के अरे घरबेटीलाई पनि लुट्नुपर्छ है। लुट्नुपर्छ, यो घरको सबै सम्पत्ति खाएर भाग्नुपर्छ। ल ल हिँड्नु न। नमस्ते। हामी यहाँ बस्नु सक्छौँ? नमस्ते नमस्ते बस्नुहोस्। किन आउनु भएको? कोठा लिन। कुरा लिन। कोठा लिन। कोठा लिन के? कोठा लिन के? कोठा। हजुर। ए अनि छोरा छोरी छ? छैन। छैन। छैन छैन। छ? छैन के छैन? छैन। बुढाबुढी? होइन। 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 दाइ। भाइ? दाइ। दाइ? अनि आजै बस्ने? हजुर। नबस्ने? आजै बस्ने हो। आजै बस्ने? छोरा छोरी छ? छैन। बिहे गरेर छैन? छैन। कहाँ दिदी भाइ? ए। दाइ भाइ। हाँ? दाइ बहिनी हो क्या? जुवाई बहिनी? दाइ बहिनी हो क्या? दाइ बहिनी। दाइ बहिनी? ल पेन दिन पेन ल। ए ल। नाम के हो नि? नाम कुमारी। कुमार? कुमारी। कुमारी? दाइको नाम के हो? राम। जुवादे? राम। राम? नेवार हो? हाँ? होइन? हजुर। हो? ल बस्नु बस्नु, धेरै चुमचुम नगर बस्नु। आस। कुमारी? हजुर। राम? ए बाउ आमा छ? अ, बाउ आमाको नाम के हो? रविन्द्र। रविन्द्र? रविन्द्र। रविन्द्र? ए ल ल भयो ल, अब बस्छ तिमी बस्छ। अनि दुईजना मात्रै? हजुर। हाँ? हजुर। बस्नु बस्नु। अनि कुमारी? राम? कोठा लिन आउनु भएको? हजुर। ल नाम लेख्यो, कोठा यही हो। राम्रो छ? छ छ। नराम्रो? छ क्या छ? राम्रो छ? ल बस्नु, यही कोठा हो। अब राम्रो पनि छ, हल्का चिटिक्क पनि परेको छ। फेरि भोलिपल्ट ठलामाथि के भने सामान हरायो भने तपाईँलाई धोस् न, साइड पनि गरिसकेको छ मैले यहाँ नाम लेख्छु। ल बस्नु सर। ओ दाइ, आज चोर्ने कि भोलि चोर्ने? आज बुढा सुतेपछि 12 बजीतिर चोर्ने। अनि त्यसको छोरा आउँछु भनेको छ। छोरा भोलि आउँछु रे। ए ल ल, सुतौँ आज, सुतौँ भोलि। सुताउँ सुताउँ। चोर चोर। Jom 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 jom. Ini Jom 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 jom. बहिनीहरू उठाउनु पऱ्यो। ल ल सामान पनि छैन। ल यो 20,000को घडी लगिहाल्यो। ल एरामा के गर्ने गर्ने बस तँलाई चाहिँ बसाएको छ र मैले सिआइडीर बोलाउनु पर्यो जस्तो छ। हेलो सिआइडी हो? यहाँ घरमा चोरी सोरी सबै भइसक्यो। यहाँ सबै घडी 20 लाखको घडी अनि यहाँ 20,000को घडी सबै लगिसकेको छ।
मान्छेलाई बसाएको मैले हिजो झन् छोरा उता बाहिर आज आउने भनेको छ आज आउने ल ल हस् हस् के भयो यहाँ चोरी सोरी भएको 20,000 भयो सबैलाई कितार एउटा छोडेछ मान्छे लाग्दा चाहिँ अहिले एउटा छोडेछ चेकअप गर्नुपर्छ चेकअप गर्नुपर्छ यसले पञ्चै लिएर यो मास्क पनि हो छुएको छ मास्क पनि छ अनि अनि तपाईँले तिनीहरूको आइडी हेर्नुभयो नि त म त आइडी साइडी अरू हेरेन नाम लेखाएको होला नि नाम छ नाम कुमारी र के हो यही हो हजुर कुमारी र अनि त्यहाँ राम भन्ने छ हाम्रो काम यति हो अब यो लगेर हामी दिन्छौँ होइन ठुलो सर आउनु भयो पछि बिरामी हो हस् हस् म हामी लाग्यो है हस् हस् यो गिटारमा त छुए छैन रहेछ त गिटारमा छोएको छ अनि खोइ त भेटाइमा त साह्रो खेले त्यो अब मैले राति सुत्ने बेला गिटार बजा जस्तो लाग्यो यहीँतिर किन नउठ्यो त छुए त यहीँ छुएको छ कि स्टिङमा चेकअप गर्नु हातको हुन्छ नि छुए जस्तो लाग्यो मलाई अब अहिले पादे हैन हैन तपाईँ जानु अब हाम्रो ठुलो सरलाई हुन्छ अब मेरो काम छैन नि अब ठुलो सरको अनुहार चाहिँ कसैले देख्नु हुँदैन कि ए हस् हस् ल धन्यवाद के भयो यहाँ चोरी भयो त मलाई थाहा छ नि कस्तो कुरा गर्छ यार चेक गरेँ त्यहाँ गिटारमा अनि केही बिर्स्यो तिमीलाई गर्दै नआउने छ खै यहाँ ल गरममा यहाँ सबैको यहाँ चेक गरेँ सबै चेक गरेँ सबै चेक गर्नुपर्छ एउटा बाइक राख्नु हुँदैन ल यो त तपाईँको पो हातको उ छ त कस्टमर चाहिँ हुँदैन भने तपाईँ हो क्या चोर म चोर हुन्थेँ अनुहार हेर्दा त्यस्तै आउँदैन तल राखेर बस्छ तिमीहरूको चाबी खाइदिन्छु मेरो म आदत ओ भाइ ओ कहाँ उता हेर्नु त्यहाँ कहाँ हेर्नु त्योमा मजाले ओहो पर्फ्युमै हेरेर बसेर छ लिनलाई क्या हो केही पनि नछुने मलाई अदा राखेको थिएँ यो क्यापमा पनि हेरेँ क्याप त भपेदेखि होला नि भङ्गो जस्तो यार ओहो कस्तो देख्छ बाँदर जस्तो अनुहार बाँदर पो हो त लाको बाँदर हो नि यो फेस पो देखाउनु हुँदैन नि सबै चाहिँ ओइ कस्तो डुलेर सबै चेक गर्छ है गिटार कस्तो रहेछ खोइ के छ ए गायो है के गरौँ मलाई चेक हातको भनेको मैले त्यो गिटार चेक भने हो गिटार त जसलाई पनि गर्न नआउँछ कस्तो कुरा गर्छ तिमीहरू फेरि फेरि हातको नगै ठुलो रहेछ मेरो बम भने चाइनामा छोडिदियो भने मैले एउटा देखाएको थिएँ रोकै खोइ यस्तो मन त पऱ्यो भने यसो आफै आयो होला लाग्दैन त्यो भने मात्रै भ्रम म चाहिँ राख्नु त्यो बुढो आउँछ अहिले फेरि यो पनि जानुपर्छ बुढोको त लभ लेटर हो क्या कस्तो बगान लभ लेटर यो हाल्नु है चस्ताले कस्तो नदेखाउने चस्ताले कस्तो नदेखाउने गीता चाहिँ अर्छन् कहाँ गीता गोजीमा हाल्नु लाग्यो भने हेर त्यहाँ अलिक चान्चुने हो र यहाँ पर्दैन त्यो पर्फ्युम पर्फ्युम गाउनु छ भने त्यो अस्ति मैले घरमा पशुपतिमा मुला पर्फ्युम बेचेको यो सबै मेरो बाख्राको मुतहरू राखेको क्या मैले यो त्यही भने त्यही भएर खाएर बसिरहेको थियो मैले खाएको भने त्यो बुढोले चाहिँ लागेको के कस्तो बबाल बास लाग्यो भने मलाई फेरि आजको ल्याइदिएँ भने पार्सल ल्याइदिएँ भने ल किन र है त के गरौँ 25 गरेर गयो भने ल कस्तो बबाल भनेको
बस त त्यही हेर्ने चुडा दिमाग सानो भए तिमीहरूको दिमाग मलाई पनि नेवार बोल्न आउँछ क्या भाइ खलास नि मुखमा त्यही पऱ्यो हेर्थे के पर्यो सबै त्यो चेक गर्नु तँलाई दुध मलाई मेडल तँलाई मार्क्स मलाई अनि मलाई चाहिँ के त 5 रुपियाँ राख के अरे समातिन होला समात यसले समात समात बस हातमातिर कोही हातमातिर भने बस चोरीको सामान कहाँ सिसिटिभी हेरिसकेको थियो भाइ चाँडो निकाल यो चिज के हो सबै यो चिज के हो अनि त कहाँबाट आएको विदेशी जस्तो देख्छ त अफ्रिकाको विदेशी जस्तो देख्छ त अफ्रिकाको उठ त कहाँ भन जे हो ल ले हैन यिनीहरू हो ल केटीलाई केटी बोल तँ यहाँ बस यिनीहरू त ए भाइ, एकछिन बस। अहिलेसम्म कति घर चोरिस भन् त तिमीहरूले बोल्न बोल लाटा हो केटीले हात न लगाए ओइ केटी भएर अहिले कति चोर गरेर खान्छ सोच भुइँमा बस त चोर न हैन अनि तिमीलाई झन् यस्तो माया लाग्यो भनेर कोठामा राखेको सबै 20 लाखको घडी यसको डेटा हेरेँ मैले यो अफ्रिकाबाट आएछ यो नेपाली कसरी बोल्न आएन यो चाहिँ अब कहाँबाट आएको रहेछ यसको अनुहार चाहिँ किन छु अनुहार देखाने यो केटी हो नि त पुरै केटी मैले हप्दाखेरि कस्तो अनुहार रहेछ नच भाइ नहाले अब हाम्रो अफिसरलाई बोलाउन जानुपर्ने हुन्छ होइन त्यसको मुख कहिले देखाएको छैन तपाईँ जानु ल म गएँ अब म बिदा हुन्छु म अब त्यहाँ छोराले विदेश बोला विदेश जानुपर्छ के जापान जानुपर्छ विदेश जाने घर ताजा लगाएर जानु पर्दैन अनि तपाईँ लगाइदिनु तपाईँ चाबीहरू राख्नु म प्लिज सब काम हामीले गर्ने हो ल यिनीहरू हो ओए बादरा आयो बादरा आयो कखिनमा भन् त चोर हो नि ओइ तिमीहरू पुरा बस यिनीहरूलाई निगारीमा राखेँ बोलाएर निगारीमा राखेँ यिनीहरू बस्नु न साथ बस्नु न साथ दादासँग बस्ने हुन्छ फेरि पिता ए कस्तो छ तिम्रो के अरे भन्छ अहिले उहाँ हेर्नु पर्यो के हो यो ओए अनुहार देखाउन हाम्रै साथी हो यो उयो त घरबेटी पो रहेछ त घरबेटी नि हाम्रै साथी हो। ओए यसलाई म साथीले पाउ तिमीलाई मलाई थाहा छैन होला म को बोलेर एला हाल्ली आज आज उयो फुच्च तिमीलाई थाहा छैन होला मैले घरबेटी भनेर ओइ सुते त त हाम्रै साथी छ सिआइडीमा पहिला त जोइन गरेर आएको ल यसलाई लगाउँ न त अब यसलाई निगारीमा लेख्ने यसलाई उस यसले हामीलाई भाग दिएको छ घडी दिएको छ 20 लाखको मिन्न हिन्दी मारु हात पछाडा दिएको छ हामीलाई होइन यस्तो गरेर मिनाले यही कोठामा थुन्ने नै बस नै बस म नै बस अयो यहाँबाट भाग्छ नि त भाग्दैन सक्दैन भने त्यो जानी कन्ट्याक्ट नम्बर अस्ति रवि लाग्छ रे छोडी हामीलाई छोडिदिनु पर्यो सर